अहिले मैले सोधेको युवाहरूले त्यस्तो दारी पालेको भेट्यो भने बालेन हो भनेर सोध्छन् अरे। त्यस्तो दारी पालेको देख्नै हुँदैन, बालेन हो तपाईँ भन्छ। सोध्छन् भने सुनेको मैले है, थाहा छैन, चिन्या छैन नि त, चिन्न खोजिया होला, त्यस्तो हुनसक्छ। अब त्यस्तो मान्छे आएकोलाई तपाईँहरू फेरि के महाभिडन्त कि के भन्नु, के को भिडन्त गटै गरी के भने त्यस्तो मसँग उहाँहरूले कुरा गर्नुभएको छैन। म डेरा खोजिदिन्छु। के बोले भाइ? के बोले के छ थाहा? बरु चुनाव लड्न आउँछन् कोही भने म डेरा खोजिदिन्छु। यहाँ डेरा खोजिदिने ओर्ने अरू के बन्दोबस्त गर्नुपर्छ त हाम्रो क्षेत्र हो नि त। यहाँ त आउँदाखेरि घर आए जस्तो वातावरण फिल गरेर भन्छु मैले। यहाँ आएर डराउनु पर्दैन ढुक्कले। हामी डर त्रासको राजनीति गर्दैनौँ, आतङ्कको राजनीति गर्दैनौँ, सुरक्षा दिन्छौँ, सुरक्षित बनाउँछौँ। उनीहरूले मार्नुपर्छ काट्नुपर्छ भन्छन्, होइन, शान्तिपूर्ण ढङ्गले बाँच्नुपर्छ, गतिविधि गर्न पाउनुपर्छ, पाउँछौँ, सबैलाई भन्छौँ हामी। त्यसकारण कोही आउँछन्, रहर गर्छन्, लड्न खोज्छन्। अब अलिकति चर्चा होस् भनेर पनि मेरा विरुद्ध उम्मेदवारी भएपछि त अलिक चर्चा त हुने हो नि त। अरे कौन भौंक रहा है ये बदतमीज? त्यस कारणले पनि भनेको हुनसक्छ। लड्ने हो होइन मलाई थाहा छैन है।